दाइ खाली हो बोल्दैन त यार पैसा दिन्छु भन्दा नि बोल्दैन त यार ल हाम्रो इन्भेस्टर दाइ आइसकेको छ गाडीमा चढ्न लागिरहेको छ कता भयो हजुर दाइ हो दाइ हो हेलो गाइज वेलकम टु द माई न्यू भ्लग आज चाहिँ हामी हाम्रो यो साइकल बनाइरहेको क्रममा बजेट नपुग्ने भएको कारणले हामीले एउटा दाइसँग लोन मागेका छौँ। अब हामी त्यो दाइलाई भेट्न जाँदैछौँ। कृपया भिडियो हेर्दै गर्नु होला, लाइक एन्ड सब्सक्राइब गर्नु नबिर्सिदिनु होला। धन्यवाद। जाँदैछौँ हामी दाइलाई भेट्नलाई बाटोमा हिँड्दैछौँ। अब दाइसँग भेटेर कुराकानी हुन्छ हाम्रो। दाइलाई भेट्न जाँदैछौँ हामी। हामी हिँड्दैछौँ लक्खर 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 लाएर हेलर ग्राउन्ड पुग्यो। अब हेर्नु हामी निलोफुल जाँदैछौँ दाइलाई भेट्नलाई। दाइ खाली हो निलोफुल जानला। हेलो साथी, हाम्रो साथीको नयाँ गाडी कसैलाई रिजर्भ जानु पर्यो भने कन्ट्याक्ट। निलोफुल हिँड्न त त्यहाँ निलोफुल ल्याएर आनेको बेला ए हो सरी यार एकछिन ल। हामी इभी गाडी चढेर जाँदैछौँ। अब दाइलाई कल गर्छौँ। ए हाम्रो गुरुजी हेलो भनिदेऊ। ल हेर त साँच्ची ल नबता हेर त शेर्पाको कान्छो सोरुम शेर्पा कान्छो र युट्युबमा हेर न। ल लाइक एन्ड सब्सक्राइब गर्नु पऱ्यो मेरो साथी, ल यार फलो गर्नु पऱ्यो। फेसबुक पेजमा पनि छ है। म एउटा यहाँ एउटा काम गरिरहेको छु क्या, के अरे साइकल बनाइरहेको छु, त्यसको बारेमा भ्लग बनाइरहेको छु क्या। साइकल मल्टीमा देखाउँछु बगा। ल हामी यहाँ इन्भेस्टरलाई खुब भेट्न जाँदैछौँ। अब कल गर्छौँ दाइलाई बाहिर निस्किनु भनेर। कृपया होल्ड। हाम्रो दाइसँग कन्ट्याक्ट भइसक्यो। हामी दाइ भेट्न जाँदैछौँ। भाग्यमानीको भुते कमारो भनेको यो हो क्या, बाइक बोलाएर बोलाएको आएन। अब यो साथीको इभी गाडी चढ्न पाइयो। तर आजै होला चढेको उसले किनिकन चाहिँ। कतिमा किने अरे साथी? दोस्रो चोटि होइन नि पहिलोचोटि हो नि, पहिलोचोटि हो प्राइभेटमा चाहिँ। पहिला त 72 प्राइभेटमा चाहिँ के अरे त्यो कालो प्लेटमा चाहिँ रातोमा चाहिँ पहिलोचोटि चढायो। होइन होइन अलिक अगाडिबाट त्यहाँनिर हो क्या, म देखाइहाल्छु नि। कति मिल्यो अरे गाडी? गाडी पऱ्यो नि 40 लाख। कसैलाई चाहियो भने हाम्रो साथीलाई कन्ट्याक्ट गर्दा हुन्छ। फोन नम्बर चाहिँ यहाँ तल रहेको छ। ठिक हो, सिधै 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 म रोक भन्छ नि, रोक न। पुग्न लागेको छु ऊ त्यो पोल अगाडि रोक न, यो पुतला भन्दा अगाडि ट्याक्क घुमाउने हो कि यहाँबाट आउँछ क्या दाइ। ए यहाँबाट निस्किन्छ हाम्रो दाइ, ऊ परबाट आउँछ होइन। अनि दाइलाई भेटेर जाउँ। हामी आइपुगेको छौँ दाइ भाटा चाहिँ। अब दाइ चाहिँ कतिखेर निस्किने हो। यहाँबाट हामी दाइलाई बोकेर हामी आनीगुम्मा जान्छौँ होइन साथी?
बोल्दैन त यार, पैसा दिन्छु भन्दा नि बोल्दैन त यार। ल अहिले ठिक छ। हाम्रो इन्भेस्टर दाई आइसकेको छ, गाडीमा चढ्न लागिरहेको छ। कता भयो? हजुर दाई हो, दाई हो, जाउँ। के छ दाई? ठिक छ यार। हेलो भन्नु दाई। हेलो भाइको युट्युब च्यानल है दाइ यो चाहिँ। ठिक छ है घुम्नुपर्छ। हामी अब यहाँबाट सिधै आनीगुम्बा जान्छौँ। घुम्न जाने ल होइन त साथी। ल दाइ मैले एउटा उयो साइकल बनाउनु लगाएको, मलाई अलिकति बजेट पुगेन क्या, त्यही भएर तपाईँलाई दाइ भन्नु नहुने हो खास त मेरो दाइलाई होइन। ठिकै छ। तर दाइ त्यही साइकलको सम्बन्धीमा सबै त्यो भिडियोदेखि प्रोसेसदेखि सबै हालेको क्या मैले। तपाईँलाई म त्यहाँ मोबाइलमा अहिले कनेक्ट गरेर राखिदिन्छु नि दाइलाई यार। हेर्नु न भाइको यस्तो भिडियो होइन, कमेन्ट गर्नु नि दाइ, यस्तो भाइ यो भएन त्यो भएन, यसरी मिलाउनु पऱ्यो होइन, यो तरिकाले भएन होइन, नयाँ मान्छे सिक्नु पऱ्यो नि त होइन, के कसो होइन होइन। सबैले मन पराउनु पऱ्यो होइन, लाइक सब्सक्राइब गर्नु पऱ्यो सबैले होइन। सबैको मायाले त हामी अगाडि बढ्ने हो त होइन। अब सुरुमा त हाम्रो साथीभाइबाट सुरु हुनु पऱ्यो। अब हुन त अब साथीभाइ पनि खासै अब सुरु गरिदिने खालको त छैनन्, बाध्यता गर्छन्, हुन्छ कि भन्ने आश त मोबाइलै कतिलो भएन कि मेन कुरो चाहिँ। ए पैसा नभएर त दाइलाई यहाँ दाइ लो नभएर चाहिँ यहाँ काम गर्नलाई पैसा नभएर यहाँ गाडी आइसक्यो। अस्ति हिजो गाडी आइसक्यो, चलाउन आइज भने छ। अब यहाँ काम गरेर चाहिँ दाइ अब यो काम नसकिकन त के गाडी चलाउनु भनेको क्या तत्कालै होइन। त्यो सकेर डाङडुङ सकेर गरौँ भनेको होइन। गाडी चलाउँदैन आज पनि चलाउँदिनँ म। बुढा गाडी जस्तो लाग्यो। हाम्रो कुमारको नम्बर त पुरानै हो नि होइन, नम्बर त पुरानै हो नि। कुन मेरो मोबाइल नम्बर हो यार, नयाँ पनि ल्याएको छ। त्यही अस्तिको मसँग भएकोमा हालिदिन्छ नि। यो चाहिँ कति पर्ने हो सनम भाइ? यो भाडाको होइन नि दाइ, यो उसले किनेको गाडी हो, हाम्रो साथी हो। त्यही त कति पर्छ? कति किनमा किनेको अरे साथी? मेरो यसको 40 लाख 10 हजार प्राइभेटले छ क्या। नम्बर प्लेट कति पर्यो? नम्बर प्लेट महँगो भयो क्या तिमीलाई त 11.5 लाख पर्यो है। भनेपछि लगभग 54 लाख परेर आयो यो गाडीलाई। त्यो त अलिक परेन, 50 कट्यो। 50 हो। ए अब देख्नुभयो त, काठमाडौँमा 50 लाखको गाडी किनेर 200 रुपियाँको टिप गरेर हिँड्नु कसरी सके लाग्यो हो। अलिकति सरकारले पनि ध्यान दिनु पऱ्यो क्या यो अनलाइनमा चाहिँ, के कसो होइन, के कसो त होइन। 50 लाखको गाडी काठमाडौँको बाटोमा काठमाडौँमा गुडाएर 50 लाखको गाडी गुडाएर होइन। यसो पेसेन्जरहरूले पनि बुझिदिनु पऱ्यो होइन। यो इलेक्ट्रिक गाडी इभी गाडी हो यो। अब इभी अलिकति यसको गाउँ पुरा ल्याएँ हो र। कुन ठाउँ पुऱ्याएर ल्याए? उहाँ दुबा चौर सिन्धुपाल्चोक हरै पुरा आएर कहाँ पुऱ्याएको रे? दुबा चौर त मिलम्ची साइड हो सिन्धुपाल्चोक। दाइ स्टिकै डेन्जर छ हाम्रो। यस्तो स्टिक कोहीसँग छ त हेर्नु त ल है। यो मसँग थियो क्या, अनि यो माथिको चाहिँ भान्चे छ, अनि यो चाहिँ अर्को हाल्छ। यहाँ चाहिँ को केटाहरू भेटिन्छ? अब तपाईँ र म भेटेको त दाइहरू को चाहियो त? कोही चाहियो भने म कन्ट्याक्ट गरेर हुँदैन। राज दाइ आउँछ होला। सके तलै हो। लाइक एन्ड सब्सक्राइब कमेन्ट पनि गर्नु नबिर्सनु होला। नयाँ भ्लगर हो होइन। डाँडाकाँडाको भ्यू पनि देखाइदिउँ नि यसो। हामी भाउजूमा बस्छौँ ल, यहाँ समय दाइकोमा, समय दाइको भाउजूकोमा।
यो पसल यो पसल हो सुनेन्द्र को पाण्डुबाट आइहाल्छ नि कति राख्ने तिमी सँगै सँगै हाँस्न हाम्रो जक्सन 1 नम्बर आनीगुम्बा आइपुग्यो 1 नम्बर जक्सन पहिलाको ट्याक्सी ड्राइभरहरूको हाम्रो होइन ओ साथी आऊ चिया खाऊ आऊ चिया आऊ भाइ भन्नु न भाइ के साथी आऊ के छ काको घुम्दै अनि सुरेन्द्र भाइ के छ गाडी चलाइरहेको छौ भने सुनेको थिएँ मैले गरिबको मान्छे के गर्नु पाण्डो काको भाउ चिया खाऊ ल आराम हुनुहुन्छ